Hello guys, welcome to the new video of me. Welcome to the new video of me. We are at Dhanbari right now. New video of new fucker boy. Huh? New video of new fucker boy. तैँले बोलेको है यो जसले नि हेर्न सक्छ है त्यो पनि विचार गर अलि विचार गरेर बोल्ने अरेस बाबु साना हाँ एडिट गर्न छोड्यो भाइले भन्ने थाहा छैन ल हेर गाइस म फेरि आएँ अनि यो चाहिँ के भने मैले यो पोचोटी रे यो पोचोटी चाहिँ रे यो चोटि चाहिँ पहिलो पटक फर द फर्स्ट टाइम हामी आउने बेलामा यति ठुलो पानी झरिरहेछ कि खेतमा गाइस हैन हाँ त इको के गाइस इको यस्तो सडक्क यस्तो ठाउँहरूमा इकोजहरू आउँछ इको आउँछ कि गाइस होइन आम्मा पानी त छ्यालियो आएको त कि माथि जम्मा भएको पानी आएको उता खोला आएन पानी झरिरहेछ है गाइस पानी झरिरहेछ सागर हाँ ओए धनपति के रे मेरो 1900 को चस्मा मात के भन्न भन कन्टेन्ट हुन्छ यस्तो भिडियो बनाउँछ अरे के सागरले यस्तो गरेर यसरी सर देखाउँछु भन्छ यसरी यसरी तर मैले त यसरी बनाएको छु फेरि त्यो यसरी देखाउनु पर्छ नि त मैले त्यस्तो कारणले ल हेर है त्यसले भिडियो खिचेको हेर है गाइस कस्तो खिच्छ हेर है प्राइभेसी क्लास हालेस् क्या यसको जुम गर्ने स्टाइल हेर गाइस तिमीहरू पनि सिक केही त्यहाँबाट जुम गर्ने स्टाइल सिक है गाइस हाम्रो जुम त यस्तो गरेर गरिन्छ नि त हामीले त होइन यसरी सर्लक्क उसले त पुरा कसरी गर्छ यसरी 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 गर्छ यो रोलको झरना हो गाइस भनेर मैले 1000 चोटि भनिसकेँ होला मैले जति विज्ञापन त हुन त मेरो ठाउँको कसले गर्छ त होइन मैले नगरेँ मैले त गर्नु पऱ्यो नि अब हामी पहिलोचोटि आउँदाखेरि चाहिँ खेतमा छ्यालब्यालै पानी रहेछ आज चाहिँ अनि मैले चाहिँ एउटा के गरेँ भने मम्मीले खासमा बडीवाला फोन गर अनि जानु पऱ्यो भने चाहिँ जानु पऱ्यो नत्र भने अब आज पर्दैन भन्नुभयो चाहिँ नजानु त टाइप्स भन्नुभएको थियो अनि मैले के गरेछु भने म त अब जानुपर्छ भन्ने भएको थियो नि त अनि मैले के गरिदिएँ भने फोन गर्न बिर्सेछु मैले अनि म फोन नगरिकन सर आएँ बडीवाला फोन गरेको भए सायद अब नआइज भन्नुहुन्थ्यो अथवा केही हुन्थ्यो होला तर मैले बडीवाला फोनै नगरेको कारणले उहाँले अब केही भन्नु पनि पाउनु भएन मैले केही सोध्नु नि पाइनँ जुका लगाएँ गाइस जुका हेर त गाइस यस्तो जुका लाउँछ के रे जुका कुनै कहाँ पुग्ला के पुग्ला भन्दै छ कि यसले गाइस है यस्तो नराम्रो कुराहरू सुन्नु हुँदैन खासै ध्यान दिनु हुँदैन यो चाहिँ पानी चाहिँ एकदम मजाले भरिएको देख्दाखेरि एकदमै अत्यन्तै खुसी लागेको छ पानी भरिएको देख्दाखेरि मलाई यति खुसी आमा खुसीको सीमा छैन गाइस खुसी त म कति छु कति खुसी हेर यसरी पानी जान्छ यहाँबाट अब म पनि जान्छ गाइस त्यो उहाँ छ गाइस चस्मा लाएर हिँड्या छ त्यो मेरो पुरा यसलाई त बोझ भयो कन्टेन्ट बनाउँदैन कन्टेन्ट क्रिएटर भयो त्यो कन्टेन्ट क्रिएटर के क्रिएटर अरे
बोलिने भन्दा भने फाइनली केटा फाइनली आइपुगे फेरि तल। आहा यसरी भरिनु पर्यो कि पानी, बल्ल जाने कि पानीले कसरी भरिनु पर्ने भनेर। पानीले जाने हेर्नुहोस् त त्यसले मेरो भिडियो बनाए जस्तो गरेको, त्यसले मेरो भिडियो बनाए जस्तो मात्रै गरेर बनाएन, त्यसले लास्टमा इन्ड गर्ने बेलामा ट्याक्क क्लिक गर्छ। त्यो त्यस्तो खतरनाक मान्छे हो, त्यति खतरनाक मान्छे नि त्यो। हेर्नुहोस् है गाइज, तपाईँहरू हेर्नुहोस्, मलाई मात्रै हेर्नु कि तपाईँहरू अरूलाई कस्तो। ल अस्तिको भिडियो को कोले हेर्नुभयो, यो मुसाले यस्तो बनाएको थियो, यहाँबाट पातुम रहेछ है। ओहो पात त स्वर्णवर्णी, कलर त स्वर्णवर्णी रहेछ कि यार। हेर्नु नि पानी गएर एकदमै मजाले यस्तो भएछ यो सुस्रुक्क। त्यो बोली फुटेको थिएन नि मेरो, बोली नफुट्नेसम्म यस्तै भएर बोली नफुटेको मेरो। घामटोले पनि टोक्यो क्या यार छ्या। पानी त झगाझग रहेछ आजको अवस्थामा। कारागारबाट भागेको कैदी तँ होइन सर। दाई 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 ब्याटरी लो भो लो लो। यसरी बोल्न जान्छौ तिमीहरू? जाने छैन भने मसँग भन है, म तिमीहरूलाई सिकाइदिन्छु। मैले फोन नगरिकन आउनु चाहिँ मेरो गल्ती थिएन। मेरो के थियो भने मेरो इच्छा थियो, मलाई आउनु मन थियो, हेर्नु मन थियो। ल ल गाइज, अब म यहीँ हुन्छु। यामा यत्रो पानी तल गइछ गरे गइछ। फेरि दाई दाई भन्नुहुन्छ। दाई 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 मेरो दाई। ल है गाइज, त्यसलाई त्यहाँ बसेर त त्यसरी नै चिच्यान भने चाहिँ यसले स्टोरी हाल्ने होला मेरो। ओए जुगा त छिरे चाहिँ क्या ब्लास्ट होला भन्छ त छिरे चाहिँ क्या हो? छिरे होइन छिरे होइन छिरे होइन। ल गाइज, अब यो आज चाहिँ मैले के विचार गरेँ भने तिमीहरूलाई यस्तरी चुका हेरेर त कति सानो चुका हो। अनि आज चाहिँ स्पेसली टुडे इज खासमा विश्वकर्मा पूजा। मैले यो भिडियो त अब कहिले हाल्ने खासमा। आज विश्वकर्मा पूजा थियो, त्यसैको अघि हेरेको लगेर गाइज। यहाँबाट पनि यति धेरै पानी खेल, पानी त मोर देन इनफ रहेछ। यसो यहाँ पालिनु पऱ्यो। यहाँबाट जाने हो म गाइज, यहाँबाट यस्तरी। तिनीहरू मलाई हेर्दै यार आई, तिनीहरू मलाई हेरिरह, तिनीहरू मलाई हेर। म लोटे भने तिनीहरूलाई देखाउँछु, म तिनीहरूलाई लोटिच्छु भने देखाउँछु। गाइज रोन्नु दाई, फेरि हेर्ने मान्छेलाई कति इरिटेसन भयो होला यो दाई दाई भन्दाखेरि है। तर हेर्न कसले हेऱ्यो होला र अहिलेसम्म? पक्कै कसैले हेरेन। आइम स्योर अबाउट दोज थिङ्स। यो पानी त मैले नर्मल टाइमिङमा लागो भन्दा आज बढी आएर रहेछ यार। ल खुसी ला यति बसी भोलि पर्सि आउनु नपाने टेन्सन भन नि त। सागर के जुकोदेखि त लाउनु नि।
जुकी देखेर डर लाउँछ अरू देखेर लाउनु यहाँबाट खुर्सानी ल्याएर रोप्दिउँ ल गाइस यस्तो भएछ धान चाहिँ आजको दिनमा तपाईँहरू देख्न सक्नुहुन्छ धानको अवस्था के तपाईँलाई मेरो धान कति मुरी फल्छ जस्तो लाग्छ कस्तो लाग्छ गाइसलाई भन्नुहोस् तपाईँहरू प्रतिक्रिया दिनुहोस् हामी प्रतिक्रिया कुरिरहेका छौँ कुरै छौँ कसो कसरी हाम्रो पे वान्स मोर दाइ प्लिज प्लिज दाइ 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 प्लिज एकचोटि हामी हजुरको प्रतिक्रिया कुरिरहेका छौँ त्यही हो हामी ऋषि धमला है भन्न ल गाइस अब यही हो खास चाहिँ केही भएन आज सागर पनि त्यसले मलाई फुक्कडा लिएर आएको आज होइन कसलाई सुनाएको कसैले हेर्छन् जस्तो लागेकोसम्म कहिले हेरेनन् कसैले पानी छैन लिएर आउने भने पानी छैन भने ल्याएको होइन गाइस पानी हेर्न जाने भने लिएर आएको कि खास कसले लान्छ यो के तैँले अफकोर्स म त यस्ता उस्तै छु ल गाइस थ्याङ्क यू सो मच अहिलेसम्म हेरिदिनु भएकोमा बिचमा सागर लड्यो अरे यताउता केही भयो भने देखाउँछु कि र म भैँसीलाई यामा नभन्नु न भिर फेरि अहिले यहाँबाट लड्यो भने भन्दै थिएछ ल गाइस थ्याङ्क यू सो मच हाम्रो केही हुँदैन केही भएन कन्टेन्टै मिलेन भएन बनेन कन्टेन्ट यस्तै भयो सकियो भिडियो कसैले हेरेको त छैन होला हेरेको छौ भने तिमीहरूलाई धन्यवाद दिन चाहन्छु म कुरो भन्नु